Hello friend, welcome to my new mini vlog. So friend, आज चाहिँ माछा खान लाग्यो है. सो बजार गएर माछा ल्यायौँ साथीहरू. सो अब म माछा पकाउँछु साथीहरू. हेर्दै गर्नुहोला. कोलाई माछा मनपर्छ प्लिज कमेन्ट गर्नुहोस्. ल मैले चाहिँ माछालाई मोलमाल गरेँ. त्यसपछि डिप फ्राई गरेँ साथीहरू. यो चाहिँ दुईटा माछा है. डिप फ्राई गरेँ टक्क लाएर. अब यो झोल हाल्नुपर्ने हुन्छ साथीहरू. ल फाइनली यस्तो भयो. झोल हालेर होइन सर्सियो हालेर मजाले पकाएको. अब तराईतिर त फेरि माछा फेमस छ नि त हाम्रो होइन यता गाउँतिर. सो कोलाई माछा मनपर्छ कमेन्ट गर्ने होला. अनि यो चाहिँ बाँकी रहेको टाउको र पुच्छर त्यो चाहिँ नगरेको. नानीलाई टाउको मनपर्छ सो टाउको खाँदैछ उसले चाहिँ. बाबाले चाहिँ उसलाई केलाउँदै खुवाइदिँदैछ साथीहरू. ल म चाहिँ माछा लभर होइन. सो म चाहिँ माछा खाँदिनँ. बाउ र छोरी चाहिँ खान्छन्. छोरीलाई खाँदिँदै हुनुहुन्छ प्यारो बाबाले. छोरी पनि मक्ख परेर वाउ थम्सअप मिठो छ भन्दै खाँदैछ. उसको पनि फेभरेट हो है साथीहरू माछा चाहिँ. म चाहिँ खाँदिनँ. मेरो फेभरेट चाहिँ होइन. मेरो फेभरेट त के हो हजुरहरूलाई थाहा छँदैछ. नानीलाई खुवाएपछि बुढा खाँदै हुनुहुन्छ. बुढाको चाहिँ फेभरेट है बुढीले बनाएको. कस्तो छ बुढा भन्ने सोध्दैछु. मिठो छ भन्दै हुनुहुन्छ. अनि मजाले खाँदै हुनुहुन्छ. मेरो बुढालाई चाहिँ हातले खान आउँदैन. त्यही पनि उहाँले ट्राई गर्दै हुनुहुन्छ है साथीहरू. यस्तो मिठो है. मिठो बनाइदिन्छु नि म त फेरि मिठो छ भन्दै हुनुहुन्छ है. हेरेर बुढीले खुवाएको ज्यान पो हो त. ज्यान हेर ज्यान हेरेर कुरा गर्नु साथीहरू. कतिको मिठो म पकाउँछु भनेर खाँदै हुनुहुन्छ है साथीहरू. तातो भात जाडोमा त माछा भात मिठो हुन्छ नि त होइन त साथीहरू. ल अब नेक्स्ट ब्लगमा भेट्नेछु. अहिलेको लागि बाई बाई. लभ यु फ्रेन्ड.